यो बाटो यात्रा नगरिदिनु हुन म यहाँलाई अनुरोध गर्छु। किनभने भोलि घटना घट्न सकिने घटना घट्नुभन्दा अगाडि नै हामीले चाहिँ कुनै पनि सुरक्षाको उपाय अपनायो भने उपयुक्त हुन्छ। बरु हामीहरू जो जहाँ जहाँ हुनुहुन्छ आफ्नो सुरक्षित ठाउँमा बस्दाखेरि नै उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई। किनभने योभन्दा पहिला पनि धेरै यस्ता खालका क्षतिहरू भइसकेको छ। त्यसैले गर्दा ढुङ्गाहरू झरिरहेको छ। यहाँ मात्र होइन, योभन्दा पछि लगातार ठाउँमा झरिरहेको छ। अहिले अब गाडी अब बन्द हुने अवस्था भइसकेको पनि छ। अब ढुङ्गाहरू झरिरहेको छ, त्यही पनि जुन चालकहरूले जबरजस्ती गाडीहरू लग्नु प्रयास गरिरहनु भएको छ। अब यहाँ दलदले पनि भइसकेको छ। त्यो दलदलमा एउटा गाडी मात्र फस्यो भनेदेखि त्यो गाडी निकाल्नु सक्ने अवस्था रहँदैन, ढुङ्गा माथिबाट झरिरहेको छ। त्यसैले गर्दाखेरि यहाँहरूले विगतको दिन योभन्दा अगाडि वर्ष जसरी बिपी राजमार्गमा विभिन्न खालको घटना घट्यो त्यसलाई मध्यनजर गरेर अहिले केही समयको लागि पानी नरहिकन यो बाटो चाहिँ यात्रा नगरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। हस्त नमस्ते।